अन्तिममा छुच्ची पनि लिएको छ। छुच्ची त मलाई बसन्तले मात्रै भन्छ। त्यसो भए बसन्त दाइकै होला। कैसे हो? के भयो केशु हामीलाई? कति छिटे हामी त पराई जस्तै भएछौँ। एकअर्काको बोली सुन्न पनि तडपिनु पर्ने दिन आएछ। किन बोल्दिनस्? बोल न। तेरो बोली सुन्न नपाएर मेरो कान बुझिएका छन्। ती मसँग बोल्न मन छैन भने फोन राखिदिऊ। के भनेर बोलौं? यत्रो दिनपछि बल्ल तल्ल फोन आएको छ। अझ फोन राख्दिउँ भनेर धम्की दिन्छस्। पहिला पत्यार त लाग्नु पर्यो नि, आफ्नो मान्छेले फोन गरेको हो कि नै भनेर। किन यति चाँडै मेरो बोली पनि बिर्सिस् र? त्यही बिर्सिन सकेको छैन र त। होसमा हो कि बेहोसीमा छुट्याउने गाह्रो हुन्छ। एकपटक पनि फोन गर्न नसक्ने हामी त बिरानो भएछौँ। मनको नजिक भएको मान्छे कुन बेला टाढा पुग्यो मैले त पत्तै पाइनँ। नजिकै आइसौ न त। किन पर पर भाग्छस्? मैले अन्जानमा गरेको गल्तीको सजाय त किन भोग्छस्? म सक्दिनँ त्यसरी फर्किन। म नचाहँदै परिबन्धमा परेँ। त्यसो नभन्न। तैँले चाहिस् भने सब कुरा ठिक हुन्छ। म त बिना अधुरी हुन्छु। बसन्त बिनाको केसरी बेरङ्गी हुन्छ। अब तेरो बसन्त कसैको हुँदैछ। भोलि नै हाम्रो फुलमाला हुँदैछ। मलाई माफ कर।